म रूपलाल सुब्बा प्लान्ट ट्री अर्गनाइजेसनको फाउन्डर र प्रेसिडेन्ट पनि हो र हामीले फ्री मेडिकल फ्री चेकअपको एउटा हामीले क्याम्प राख्दैछौँ जुन चाहिँ नेपाली साहित्य सम्मेलनमा 9 तारिक आइतबारको दिन यही आइतबार 9 तारिक अगस्तमा राख्दैछौँ र बिहान 10 बजेदेखि लिएर बेलुका 5 बजेसम्म राखेको छौँ र जति पनि हाम्रो मान्छेहरू बिमारी हुनुहुन्छ जसले पैसा रुपियाँ खर्च गरेर ठुल्ठुलो डाक्टरहरू देखाउन सक्दैन र त्यस्तो मान्छेहरूको लागि चाहिँ हामीले हाम्रो बम्बईबाट सिलगढीबाट अदर स्टेटबाट राम्रो स्पेशलिस्ट बिमारीहरू जाति गराउने विथ उहाँहरूको कतिवटा सामान छ है त्यो सबै फ्री चेकअप गराएर हाम्रो मान्छेलाई सहयोग दिनुको निम्ति आइराखेको छ उहाँहरू र यस सहयोग एउटा दिने जुन चाहिँ एउटा मौका छ यो अवसर तपाईहरू सबैजना यो च्यानल हेरेर बस्नुहुने महानुभाव दिदीबहिनी चेलीबेटी आमा बाबा सबैले नै यसको एउटा फाइदा उठाउनुहोस् भन्ने तपाईहरुप्रति म एउटा सानो निवेदन राखेर यही मेरो कुरा समाप्त गर्न चाहन्छु। हाम्रो त्यहाँनेर तपाईको सबै कोलेस्ट्रोल जति छ प्रेसर छ जे अन्धुनी बिमारी छ हाम्रो मान्छेहरुको भित्रीय त्यो सबै बिमारीको चेकअप गर्छ उहाँहरुले नकाटिकन चिरफार नगरी केही नगरिकन र आउँदो भविष्यमा उहाँहरुलाई के बिमारी हुन्छ हैन के खाँदाखेरि कस्तो बिमारी हुन्छ र के बार्नु पर्छ या के खानु पर्छ हैन कुन चीजले कमी हुँदैछ शरीरमा कुन चीज चाहिँ बेसी हुँदैछ त्यसको पनि उहाँहरुले एउटा मेसिन ल्याउँछ त्यो मेसिनद्वारा त्यो पत्ता लगाउँछ र त्यो उहाँहरुले डिटेल्स बताइदिन्छ र त्यस्तो यस्तो खालको जुन मेडिकल क्याम्प छ त्यो चाहिँ सायदै हामी दार्जिलिङमा फर्स्ट टाइम भयो र अहिलेसम्म यस्तो खालको मेडिकल क्याम्प आएको छैन। फर्स्ट टाइम आएको यो।